मेयर हुँदा हाई हाई भएको सबले मन पराएको मान्छे एक्कासी किन यसरी बिग्रिए अर्कसाम्पाङ? भनिन्छ नि कुनै पनि मान्छेहरू कुनै ठाउँमा एकदम फिट छ, सबै काम गर्न सक्छ, तर अर्को ठाउँमा गयो भने अनफिट हुनसक्छ, त्यो काम विषयवस्तुमा नराम्रो पनि हुनसक्छ भने जस्तो भयो क्या। संसदीय मर्यादा त्यहाँको अभ्यास नै थाहा नभएको जस्तो, आफू के कामको लागि गएको, जनताका मुद्दाहरू कसरी सम्बोधन गर्ने भन्ने कुरा नै बिर्सेको जस्तो, गलत ट्र्याकमा गएको जस्तो अनि भइरहेछ, देखाइरहेछन् क्या अर्कसाम्पाङले। सरकारको विरोध गर्नु, प्रधानमन्त्री बोलेनन् भन्नु कुरा फरक कुरा हो। हरेक दिन हरेक समय त्यसरी त अलि नराम्रो पो हुन्छ कि जस्तो देखिँदैन छैन र? त्यही तालले गयो भने त अनि 5 वर्षसम्म हालत के हुने होला? भर्खर त 3 महिना पनि भएको छैन, 75 दिन 76 दिन भइरहेछ। अनि यो सरकारले के गर्छ गर्दैन भन्ने कुरा हेर्नको लागि समय लाग्ला, तर अर्कसाम्पाङलाई हेर्न चाहिँ समय लागेन, बुझ्नलाई धेरै समय लागेन, फ्याट्टै जाने हो। मेयर हुँदा त्यति राम्ररी सबैले हाई हाई गरेको, ल ढुङ्गै बोके पनि जे भए पनि काम विकास गरिरहेछ, राम्रै गरिरहेछ भने मान्छे अनि संसदीय मर्यादा नै बिर्सेको जस्तो हो कि थाहा नभएको जस्तो हो कि त्यहाँ गएर नबुझेको हो कि के, किन यस्तो भयो? हुन त सांसदहरू 182 जना राष्ट्रसभाका सांसदहरूमध्ये 100 जना त त्यही किसिमका छन्। त्यसमाथि पनि ऊ अब प्रतिपक्षी दलको मान्छे भएको हुनाले अलि बढी चासो र चर्चा हुने क्या, अलिकति संयमित भए हुँद्यो भन्ने खालको माग रह्यो हाम्रो अब।